हेलो वेलकम टु माई न्यू ब्लग गाइज। हाम्रो चाहिँ आज डे 2 लुम्लेबाट कहाँ मुक्तिनाथ हुन्छ होला। हामी चाहिँ अहिले लुम्लेमा छौँ। भर्खर उठेर फ्रेस भयौँ। त्यसपछि चाहिँ हाम्रो यस्तो छ नेचर चाहिँ बवाल छ, हेर्नुहोस् गाइज। हामी चाहिँ अब निक्लिन लाग्यो हैन। अब हाम्रो चाहिँ सुरुमा कहाँ मुक्तिनाथ पुगिन्छ, त्यसपछि चाहिँ फर्किएर फेरि पोखरा आएर चाहिँ आज सिक्लेसको छ कुरा। सिक्लेस गएपछि हेरौँ के हुन्छ। हजुरहरू नेचरमा फिल लिनुहोस्। गाइज हामी चाहिँ अब बाइकहरू रेडी छ, दाइहरू रेडी हुनुहुन्छ। ल हामी चाहिँ लेट्स गो टुगेदर टु मुस्ताङ। अब मुक्तिनाथ मन्दिर गएपछि भेट्नुपर्छ हैन। हामी चाहिँ रेडी भइसक्यौँ। अङ्कित दाइ हुनुहुन्छ। ब्यागहरू चाहिँ हामीले चाहिँ एउटा रुम लिग्यौँ र यहीँ ब्यागहरू छोडिदियौँ र एउटा मात्र ब्याग लिएर हिँडेका छौँ। लेट्स गो टु मुस्ताङ। गाइज हामी चाहिँ निक्लिसकेका छौँ होइन। हाम्रो अङ्कित दाई, लेट्स गो अङ्कित दाई। लो गाइज, ल हामी चाहिँ अब हजुर अहिले त परेको छैन। लेट्स गो। बिहान पानी परिरहेको थियो, अहिले चाहिँ मौसम क्लियर छ होइन। लेट्स गो गाइज। हामी चाहिँ हिँडिसकेका छौँ होइन। ब्याकअप मौसम चाहिँ चिसो छ। त्यसपछि अगाडि कपालहरू रहेछन् क्या होइन। हाम्रा पनि ऐसा दिन कब नहीं आएगा, क्यों नहीं आएगा मुझे लगता है। हिजोको चाहिँ अर्को काका भेट्ने चाहिँ लाखा पुगेको होला होइन। हिजोको काकालाई त एभेन्जर काका त कहाँ पुगे। अब हाम्रो चाहिँ बुलेट काका स्टार्ट गरिरह। जहाँसम्म टुर नै हिँडेका होला नि पनि होइन होइन होला। काँकडभित्र पोखरा बाग्लुङ लेखेको के जहाँसम्म होइन होला। गाइज यता चाहिँ मौसम यस्तो छ खतरा होइन। गुस्सो परिरहेको दिनहरू मुस्काउँछ। ओ उहाँको झर्ना खतरा लाग्यो मलाई। ओ त्यो झर्ना हाम्रो चाहिँ यही एनएस यहीँ छ होइन। हामी चाहिँ यसैले हो आज ट्याक्क हिँडेको। हाम्रो चाहिँ नेचर बवाल छ। रोड पनि राम्रै छ अहिलेसम्म त। पछि कस्तो हुन्छ अब त्यो त थाहा भएन। पर्वत जिल्लामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। थ्याङ्क यू सो मच। म चाहिँ टोपी खोलेको थिएँ, लास्ट जाडो रहेछ। त्यसपछि टोपी लगाइसकेँ। त्यसपछि यहाँबाट माथिको सडक चाहिँ पछाडि भाइहरूलाई त्यहाँ लिएर आऊ भनेर। वा लभली छ त बाटो त बाटो। गाइज यहाँ चाहिँ अफ रोड रहेछ फुल्ली होइन। ओ त्यो अगाडिको 220 वालाले चाहिँ अलि रफ चलाइरहेको क्या होइन। खत्रै के रेस खेल्न खोजिरह। राइड बी सेफ होइन गाइज। आफूलाई त केही होला तर फ्यामिलीलाई चाहिँ गाह्रो हुन्छ पछि। त्यही भएर राइड बी सेफ। राइड राम्रोसँग चलाउनु होला, गर्नु होला। हिजो पनि झन्डै एकजनाको एक्सिडेन्ट हुनु बाटो बसिएको थियो। अनि एकजना पोखरादेखि चाहिँ खत्रै के रक्सी खाएर आइरहनु भएको रहेछ। त्यसपछि हाम्रै अगाडि चलिरहनु थियो, त्यस्तो खतरा लोड्नु भयो। गाडीको दाइ चाहिँ खतरा हुनुहुँदो रहेछ। अगाडि ओभरटेक गर्न पनि दिइरहनु भएको होइन। हामी चाहिँ ओभरटेक गर्न लाग्थ्यौँ, अगाडिबाट गाडी आयो भनेर रोकिनु भयो। त्यसपछि चाहिँ पछि आफूले ओभरटेक गर्न भयो। 220वाला काका चाहिँ पछाडि चाहिँ छुटेछन्। हामी चाहिँ अगाडि यता चाहिँ बाटो भर्खर बनाएको रहेछ, राम्रो छ होइन। एकदम बाटो त यहाँसम्म त कुस्मा बाग्लुङसम्म त राम्रै होला। त्यसपछि चाहिँ कस्तो छ थाहा भएन होइन। कुस्मा आइयो अहिले होइन। मस्त बवाल छ, ठाउँ चाहिँ राम्रो रहेछ। हाम्रो काकाहरू चाहिँ अगाडि गइसक्नु भयो। छिटै आउनु भयो त यार। हामीले पछाडि दाइहरूको बाइक बनाउँदै हुनुहुन्थ्यो। हामी निक्लिसकेको त दाइहरू आइसक्नु भएछ। हजुर गाइज हामी चाहिँ फ्रेस भएर निक्लिसकेका छौँ होइन। हामी चाहिँ बन्ची गर्ने ठाउँ कटिसकेका छौँ। अब चाहिँ हामी सिधै बाग्लुङ। हामी चाहिँ फाइनली बाग्लुङ। कम टु बाग्लुङ।
चाहिँ हामी चाहिँ अहिले फाइनली बागलुङ चाहिँ एन्ट्री गरिसक्यौँ होइन। हामी चाहिँ बागलुङ छिरिसक्यौँ गाइज होइन। अब चाहिँ बागलुङबाट कति लाग्छ थाहा भएर जानु त पानी नपरे हुन्थ्यो कि पानी परेर हिँड्न पनि लाइसेन्स लाग्यो आज पनि आफ्नो त भएन। पुल चाहिँ यस्तो बवाल रहेछ होइन। माथि आकाशको पर लभली भ्यू तलतिरको चाहिँ बब्बालै भ्यू देख्दो रहेछ कि त्यत्रो गयो। वाउ हामीले यहीँ बागलुङ कालिका कटियो होइन। गाइज यार सकिँदैन यार भ्यू यार मिठो भ्यू आएको यार। गाइज यार लभली भ्यू छ यार कसम त्यो हेर्नु त त्यहाँ एक्सरे गरिदिएको के ऊपर जमिनों के पास देखो कौन आया हजुर खै के त्यस्तै त्यस्तै त्यसपछि पनि बाबाले हाम्रो निन्जा राइडर अगाडि होइन। गाइज बाटो चाहिँ कडा छ होइन। ओहो गाह्रो पर्यो नि यार। ओ दाइ यार बिजोड छ यार हाल्नुहुन्छ नि। ओहो गाइज बाटो त खतरा छ यार। भ्लग बनाउँछ पछाडि नपछाडि हो भ्लग बनाऊ मजा आउँछ। ल गाइज फाइनली त्यो चाहिँ कट्यौँ त्यो बाटो चाहिँ। गाइज हामी चाहिँ अब फाइनली बेनी आइयो होइन। कोही कोही अफरोड रहेछ नत्र भने त अहिलेसम्म बाटो राम्रो छ। अब हाम्रो घडीले बजाइसक्यो 12 बजेर 1 मिनट गइसक्यो। अब कति बजे पुगिन्छ पारी। हामी चाहिँ मस्त बाटो नाम सोध्दै हिँडिरहेछौँ के हाइवेमा होइन। थाहा छैन नि त कता बाटो हो। त्यहाँ सोध्दै सोध्दै मुक्तिनाथ जाने बाटो पनि खोजियो होइन। अब कता हो दाइ मुक्तिनाथ जाने बाटो चाहिँ सिधा अरे सिधा। गाइज हामी चाहिँ मुक्तिनाथ जाने यताको पुल रहेछ उताबाट दुईटा। अब बागलुङ बेनी सोधौँ न एकपल्ट। अहिले चाहिँ हामी बेनीभन्दा अलिकति अगाडि छौँ। अब जोमसोम जाने बाटो चाहिँ अगाडिको बाटो चाहिँ जोमसोम जान्छ। अनि यो चाहिँ कुन चाहिँ ठाउँ हो रिजन गरेर हेरौँ न। राखु रे जोमसोम भनेको चाहिँ उता मुक्तिनाथबाट अलिकति टाढा पर्छ लगभग 20 किलोमिटर जति। डेन्जर होइन वे 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 गाडी देखाउनु न। ए अगाडि हेरेको आँखा अगाडि क्यामेरा। ल गाइस हेर्नु त्यहीँ चिसो छ होइन। त्यहाँ तलतिर तातो थियो यहाँ गर्मी थियो यहीँ जाडो भइसक्यो कि यस्तो खतरा रह्यो यताको मौसम चाहिँ। हेर्नु नि त्यहाँ हल्का घाम लाग्यो त्यहाँबाट सिधै घामै छैन। यहाँ चाहिँ बाटो यस्तो रहेछ होइन। गाइज हाम्रा साथीहरू चाहिँ अगाडि गइसके। यहाँ चाहिँ खतरा झर्ना रहेछ। वाउ ठाउँहरू भ्यूहरू बवाल मजा आइरह। अहिलेसम्म त बाटो राम्रै छ कच्ची कच्ची रहेछ कुनै कुनै ठाउँमा नत्र भने त बाटो त ओखा छ। बवाल छन् डाँडाहरू होइन। हाम्रो केटाहरू चाहिँ केटाहरू गाइज हामी चाहिँ तातो पानी आइयो। वाउ फुलहरू मुस्काउँछन्
ओ माथि त बगाल हुस्छ ला यार गाइज हामी चाहिँ तातो पानी आइयो होइन हामी दाइयो चाहिँ पछाडि छुट्नु भयो हामी चाहिँ तातो पानी आइसकियो यहाँ बरु त्यस्तो केही छैन होइन हो त्यहाँ माथि त पुरै हुस्छ लगाइरह त्यही बाटो जाँदाखेरि जाडो होला नि त अब अहिलेसम्म त जाडो छैन यहाँ तातो पानीसम्म त यहाँबाट माथि गएपछि चाहिँ लभली तातो हुन्छ चिसो हुन्छ जहिले मलाई चाहिँ हेरौँ अब के हुन्छ बाटो चाहिँ यहाँसम्म चाहिँ राम्रै छ यहाँबाट हजुर पेट्रोल पम्प त्यसले 1 घन्टा जति लाग्छ भन्दै कि हामी चाहिँ कालीगण्डकी नदी पुल गरिसक्यौँ अब चाहिँ चिसो मौसम सुरु भयो लेट्स गो यस्तो छ फाइनली यहाँ चाहिँ होइन राम्रो छ मौसम लभली वाउ हामी चाहिँ फाइनली मुस्ताङ जिल्ला लाग्यो चिसो छ जाडो छ पुरी छैन दुःख छ lovely sorry guys हाम्रो दर्शन big brother वाह ड्राइभर सुदर्शन खलासी अर्जुन पाठक त्यसै गरी हाम्रो जोमसोम 16 किलोमिटर 16 मिनट बोकेर राम्रो पाउने नि त अब थोरै हाम्रो कच्ची बाटो छ हजुर 1 लाग्न सुरु भइसक्यो गाइज हामी चाहिँ वाउ स्लो स्लो कुखुरीका बासी बात भनाइ मेरो बासी बात जोमसम पुग्न कति अझै मुक्तिनाथ पुग्न त उहाँ तल बेनीबाट 2 घन्टा भनेका हुन् यहाँ पनि 2 घन्टा त छ कि अझै हामी हिँड्यौँ बहुत हिँड्यौँ 2 घन्टाबाट घटेकै छैन के बाटो भनेपछि हामी कति सुस्त हिँड्यौँ कि बाटो बढो कि त्यही मेसो त होइन खै के मेसै छैन यार 2 घन्टा त घटेकै छैन हाम्रो चाहिँ यहाँ क्लच प्लेट सकिसकेको छ बनाउँदैछौँ वाउ That's the nature! Woo! Life लेते किलोमिटर guys हरियाली छ हामी त आज खाना पनि खाएन हामीले खाना खान जान्छ 5 बजी गयो हिजो स्टे गरेको ठाउँमा पुग्ने भनेको सामानहरू सब त्यही छ पुग्दाखेरि 7, 8, 9 बजी बज्छ 10 बज्छ होला वाउ गाइज हाम्रो चाहिँ तल बिलबुकहरू चाहिँ कि यता एन्ट्री राख्यो अझै 2 घन्टा लाग्छ अरे मुक्तिनाथ पुग्न के 2 घन्टा लाग्छ अरे अझै यहाँ त हेलमेट खोल्न चाहिँ दिएन हेलमेट खोल्न चाहिँ दिएन झन्डै चिनेको पुलिस रहेछ केही भएन बिलबुक चाहिँ हाम्रो अगाडि गइसक्यो थियो केही भएन जानु भन्थ्यो गाइज हामीले चाहिँ तेल राख्यौँ त्यसपछि यहाँ चाहिँ 180 लिटरलाई वाउ कति महँगो यता चाहिँ मौसम बहुत राम्रो छ अक्खा होइन ल के छ बिग ब्रदर यार बाइकको क्लच प्लेट गइसक्यो बाइकको क्लच प्लेट गइसक्यो हाम्रो डुक्को त्यही पनि दिइरहेछ झन्डै दिइरह भनौँ अब एनएस त अगाडि पुगिसक्यो कहाँ
एक्सिडेन्ट तपाईँको डिटेल्स दिएछ होइन तर पनि सही सकुशल लिएर हिँडिरहेको छ कि अहिलेसम्म फेर्नु मन आएन कि यो चाहिँ मलाई कस्तो सही लाग्छ कि खै अब भगवान्को कृपा हो कि मेरो चलाइमा भरोसा भएर हो कि के हो त्यो चाहिँ अब मलाई सो गाइज हामी चाहिँ निक्लिसक्यौँ अहिले चाहिँ म हाम्रो पानी परेको थियो त्यही भएर तलतिरबाट रानकोटला हो हजुर जे हुन्छ राम्रोको लागि हुन्छ मलाई यो जिन्दगी मुक्तिनाथ मन्दिर यता यो चाहिँ राम्रो स्पिड नै आयौँ सेफ तरिकाले 10 मिनटमा कागबेनीबाट कागबेनी आइयो कि होइन उहाँबाट 9 मिनटमा कागबेनी 9 मिनटमा कागबेनी 10 मिनटमा यहाँ आइसक्यो कागबेनीबाट अब त आइसक्यो हरेक कुरा चाहिँ अनएक्सपेक्टेड हुन्छ होइन हाम्रो मुस्ताङको ट्रिप पनि अनएक्सपेक्टेड नै थियो तर बिहान नै केही पनि हेर्न सक्नुहुन्छ 3 बजेर 30 मिनट गयो दर्शन गरेर खाने भनेको भोकै छ 5 बज्छ होला 5 बजेपछि पोखरा जाने मिलेन बस्ने होइन हेरौँ के हुन्छ जहाँसम्म पोखरै गइन्छ होला आज भोलिको ट्रेक हाम्रो भोलिको पनि छ नि त हाम्रो ट्रेकिङ भोलि चाहिँ हाम्रो कहाँ सिक्लेस हुन्छ सिक्लेस गएर बसिन्छ होला कोर्सी चाहिँ काट्नु चाहिँ गाइज हामी चाहिँ हिँड्दैछौँ होइन हामीलाई अझै कागबेनी जान कहाँ सोधेको भाइलाई आधा घन्टा भने यता सोधेको 1 घन्टा भने अब कति घन्टा हो थाहा भएन कागबेनी जो गाउँ छ अनि मुक्तिनाथ 21 किलोमिटर त्यहाँ चाहिँ बाबा गाइज हामी चाहिँ अब अब चाहिँ यहाँ चाहिँ सिक्कफी कागबेनी होइन हामी चाहिँ कागबेनीबाट माथि निक्लिसक्यौँ कागबेनी 2 मिटर छ आइज मुस्ताङ मजा आइरह त्यही हो हल्का भोक लागिरह भनौँ अब दर्शन गरिन्छ त्यसपछि बल्ल खानासाना आइन्छ कागबेनीबाट त माथि लाग्यो बाटो पनि कागबेनीबाट उकालो रहेछ के मिठो यहाँ त स्कुटीहरू त जानु साह्रै पर्छ होला गाडी जान्ला अरू त त्यही हो कि कति 3-4 दिन भनेर आइरहेको थियो 1 दिन बढी हुने भयो त्यति हो फरक भोलि आज बेलुका त उही जोमसम्मै जोम कहाँ रही जान बसेको खै पोखरा माथि हो कि नाच्ने त्यही गरेर बस्न होला आज कस्तो मजा आइरह है मुक्तिनाथ संसार रहेछ मुक्तिनाथ अझै कतिमा थियो मुक्तिनाथ कतिमा थियो अझै अब त ढेर लाग्दैन बाबु कति मिनट लाग्ला जति मिल्यो भने 10 मिनट जति लाग्ला बाइकमा ए ल थ्याङ्क यू बा कति माथि जानु पर्ला ढेर माथि छैन अब पुग्नु लाग्यो कान्छ अब त ए झटकोट पुग्छ हजुर यहाँबाट झटकोटबाट बाटो कस्तो छ बाटो कस्तो छ यो स्पिड मात्रै छ पिस मात्रै ए ल धन्यवाद है बुवा ल गाइस मन्दिर चाहिँ हो यतै कतै होला हैन हामी चाहिँ आइसक्यो एक्सपिरियन्स कस्तो भयो त नि
बल्ल सासैले चाहिँ के बुझ्नु जरुरी छ भने यहाँ आउँदाखेरि चाहिँ हजुर पहिला यदि तीर्थस्थल ल्याउँदैछ भने यसरी खानाको अर्डर देऊ। अनि म चाहिँ सजेस्ट के गर्छु भने कुसमा आएर बस यहाँ आउनु। अनि जब आइरहेछ तब मेडिसिन एकदम लियो चाहिन्छ नै। अनि गएर पानी, हामी आज मेन गल्ती भनेकै पानीमा भयो क्या, नत्र सास यस्तै कम हुन्थेन। बडीले आफै पनि रिप्रेजेन्ट गर्दै जान्थ्यो कि यो ठाउँमा आउँदाखेरि यस्तो भइरहेछ भनेर। हाम्रो बडीमै हामीसँगै इनर पावर हुन्छ क्या। तर हामीले के गरिरहेको भने त्यसलाई केयरलेस गरेर हिँड्यौँ क्या। एक त हामी रसमा आयौँ होइन, अनि अर्को कुरा भनेको कस्तो भइगयो भने चाहिँ हामी रसमा हिँड्दाखेरि हामीले हाम्रै बडीलाई डिहाइड्रेसन गरायौँ क्या। त्यो डिहाइड्रेसन गराइसकेपछि चाहिँ हामी चाहिँ बाइक नकआउट भयो जस्तो भयो। म चाहिँ बल्ल 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 चाहिँ यहाँसम्म चाहिँ आइपुगेको छु। बल्ल बल्ल आइयो। मेरो चाहिँ अलिकति सास प्रश्वासन यसै पनि विक नै थियो। अरू बेला पनि मलाई अलिकति समस्या हुन्थ्यो भने म यो टाइममा त झन् समस्या हुने कुरा नै भयो होइन। किनकि मेरो नोस्ट्रिल ब्लक भएको भए गर्थ्यो। अनि मैले मुखले नै सास फेरिरहेको थिएँ। त्यसले गर्दाखेरि चाहिँ यस्तो हिमाली भागमा आउँदाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ। कसैलाई त आस्थामा लिनै पर्ने हुन्छ। उनीहरूलाई अहिलेसम्म चाहिँ मैले लिनु परेको छैन, मैले आजसम्म जीवनमा लिएको छैन। म चाहिँ मेरो डिहाइड्रेसन कम गर्ने तरिकातिर लाग्दैछु। अब म बसेर एकचोटि सर्लक्क पानी खान्छु। मेन भनेको मेरो डिहाइड्रेसनले गर्दाखेरि मलाई अलिकति अप्ठ्यारो भइरहेको हो, त्योभन्दा अरू केही पनि होइन। र यहाँ आउनु छ भने चाहिँ सबभन्दा बेस्ट भनेको कुसमा बस्ने। कुसमादेखि बिहान 4 बजी 5 बजी हिँड्ने, ठ्याक्कै 6, 7, 8, 9 बजीतिर आइन्छ। 5 बजी हिँड्यो भने पनि 9, 10 बजीतिर आइन्छ। अनि दर्शन गर्ने, खाना खाने, खाना अर्डर दिएर दर्शन गर्न जाने, अनि आएर खाने। द्याट्स अल। अब चाहिँ हामी दर्शन गर्न जाउँछौँ है त। आनन्द 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 नदौडी, ठिक छ, यसमा केही चिज होइन। रिल्याक्स रिल्याक्स रिल्याक्स। रिल्याक्स। अलि छिटो दौडिनु, अलि छिटो दौडिनु, अलि छिटो। कुन्नमा जानु त। आनन्दले चाहिँ आनन्दले चाहिँ नदौडी नदौडी नदौडी। यहाँबाट झर होइन हुन सिडी छ त्यहाँ पुरै बढी बिचा। आनन्द 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 बिचमा त अझै बिचमा, अझै बिचमा। जमिन्छ भाइ, थोरै माथि आउनु न, थोरै माथि आउनु न, थोरै माथि आउनु न। जमिन्छ जमिन्छ आनन्दले। इजी इजी नान त्यसरी टाइप। एकचोटि नाक छोपेर एकचोटि त्यहाँ गएर हो के।